सबैलाई नमस्कार। आज चाहिँ हामी यो भूमि सम्बन्धी नियम 2021 को 21औं संशोधनले अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्दाखेरि कति प्रतिशत राजस्व निर्धारण गर्न मिल्छ अथवा त्यसको कानुनी प्रावधान के छ, मापदण्ड र आधार के छ, त्यो कुरा हामी हेर्न जाँदैछौँ। अब हेरौँ, भूमि सम्बन्धी नियम 21औं संशोधनले के भनेको छ भनेपछि चाहिँ अव्यवस्थित बसोबासीको वर्गीकरण गर्नुपर्छ र सोही बमोजिम राजस्व निर्धारण गर्नुपर्छ भनेर भनेको छ। अब यसमा विभिन्न क्राइटेरियाहरू दिएको छ। 1 देखि तपाईँको 7 सम्म चाहिँ अव्यवस्थित बसोबासीलाई वर्गीकरण गर्नको लागि आधारहरू अथवा इन्डिकेटरहरू दिएको छ। यहाँ अङ्कभार पनि छ। यहाँ मेन टपिकहरू छ अनि त्यसमा क्वान्टिटी बेसमा छ अनि त्यसमा चाहिँ अङ्कभारहरू पनि दिएको छ। त्यसपछि चाहिँ त्यहाँबाट प्राप्त अङ्कको आधारमा उसलाई वर्गीकरण गरिन्छ। जस्तै क वर्गको हो कि ख वर्ग, ग घर, ङ च छ जसम्म गरेर चाहिँ के छ यसरी वर्गीकरण गरिएको छ। र त्यसैको आधारमा चाहिँ अव्यवस्थित बसोबासीको लागि दस्तुर निर्धारण गर्नको लागि फेरि एउटा आधार दिएको छ। अब योबाट हामीले मानौँ कसरी अव्यवस्थित बसोबासीको लागि राजस्व निर्धारण गर्न सकिन्छ। अब हेरौँ है त। जस्तै अब यो प्रोसेसको लागि हामीले के सोच्छौँ भनेपछि एउटा व्यक्ति छ, ऊ चाहिँ राजमार्गसँग मेन हाइवेसित जोडिएको जग्गामा बसिरहेको छ। ऊ व्यवसाय गरेको छ। उसँग चान्चुन अहिले 25 लाख रुपियाँको जमिन छ अरे। एउटा बाइक पनि छ, मानव त्यसको मूल्य 3 लाख जति। अनि ऊ त्यहाँ 20 वर्षदेखि बस्दै आएको छ। उसको ठुलो भवन पनि छ। उसले दर्ता गरेर होटल पनि गरिरहेको छ। अनि उसको जीवन स्तरको पनि मध्यम वर्गको नि छ। ल अब हेरौँ है त। पहिलो इन्डिकेटर हेरौँ हामीले। पहिलो इन्डिकेटर अन्तर्गत चाहिँ हाम्रो जनसङ्ख्याको आर्थिक अवस्थाको बारेमा छ। हामीले त्यो व्यक्तिको अथवा त्यसको परिवारको आर्थिक अवस्था हेर्नुपर्ने छ। ल 1 मा पनि क भनेर चाहिँ सब डिभाइड गरेको छ र त्यसमा आर्थिक स्थिति राखेको छ। निजको परिवारको नाममा कायम कुल सम्पत्तिको मूल्य जसमा चाहिँ एकीकृत सम्पत्ति कर परियोजनाको लागि अन्यत्र जग्गा रहेको स्थानीय तहले निर्धारण गरेको मूल्याङ्कनको आधारलाई लिने र चल सम्पत्तिको हकमा निज वा निजको परिवारको नाममा रहेको गाडी, स्कुटर, सुन, चाँदी, बैङ्क ब्यालेन्स तथा नगद समेतको आधारमा निजले सो घोषणा गरेको बमोजिम भनेर लेखेको छ। भनेपछि अब जग्गा घर जग्गा भए चाहिँ स्थानीय तहले निर्धारण गरेको मूल्याङ्कनलाई आधार लिन सकियो। तर अब यो गाडी घोडा चाहिँ उसै व्यक्तिले चाहिँ सो घोषणा गर्नु पर्यो है। सो घोषणा गरेर चाहिँ लिन सकियो। अब हेरौँ, ल मानौँ त्यो मान्छेसँग चाहिँ 25 लाख बराबरको सम्पत्ति छ अरे। ओके, 25 लाखसम्मको सम्पत्ति छ र एउटा बाइक छ अरे। अनि पछिबाट 3 तोला सुन छ अरे। उसले सो घोषणामा गर्यो। यो चाहिँ एकीकृत सम्पत्ति कर परियोजनाको लागि दिएको अनुसारको आधार लिएर गरेको हो। यो चाहिँ उसले सो घोषणा गरेको। र यसमा मानौँ कि हामीले उसको बाइक छ, ल मानौँ बुलेटै बाइक छ अरे र त्यसको मूल्य हालको मूल्य लगभग 5 लाख रुपियाँ छ अरे। भनेपछि तपाईँको 25 लाखमा 5 लाख जोडेपछि कति भयो? 30 लाख भयो। र 3 तोला सुन छ भनेपछि चाहिँ लगभग 9 लाख रुपियाँ मानौँ अहिलेको लागि। भनेपछि टोटल उसँग यो 1 कको परियोजनाको लागि कति भयो? 39 लाख बराबरको सम्पत्ति उसँग भयो। अब यहाँ हेरौँ हामीले। अब यो मापदण्ड अनुसार उसँग कति जमिन छ? 39 लाख छ जमिन भन्छ सम्पत्ति। र उसलाई प्राप्त गर्नुपर्ने अङ्कबार हेरौँ है। अब हेर्नुहोस् त 10 लाखसम्म उसँग सम्पत्ति थियो 1 अङ्क आउँथ्यो। 10 लाखदेखि 25 लाखसम्म भएपछि 5 अङ्क। 25 लाखभन्दा माथि र 50 लाखसम्म भएपछि 5 अङ्क। अब हामीलाई हेर्नु त 39 लाख छ भनेपछि के छ? 5 अङ्क उसले प्राप्त गर्यो। ओके, अब त्योभन्दा माथि 50 लाखदेखि 1 करोडसम्म छ भनेपछि 7 लाख फेरि 7 अङ्क पायो उसले। र 1 करोडभन्दा माथि छ भने चाहिँ उसले 10 अङ्क पायो। यो 1 कको सकियो। र त्यसपछि हेरौँ उसको जीवन निर्वाहको आधार बनाऊँ। ल अघि नै मैले भनेको थिएँ ऊ दत्तावाला होटल व्यवसाय थियो अरे। अब उसले सामान्य ज्याला मजदुर त होइन, कृषि कार्य पनि होइन, अस्थायी वा वैदेशिक रोजगार पनि होइन, स्थायी रोजगारी पनि होइन। उपरोक्त मध्ये 1 भन्दा बढी भएपछि 10 अङ्क पाउँथ्यो उसले। तर उसँग के छ?
दर्तावाला व्यवसाय व्यापार छ, होटल त व्यवसाय व्यापार हो भनेपछि उसले कति छ 12 अङ्क पायो। ओके, एक खको पनि सक्यो उसको जीवन निर्वाहको आधार हेरेर। र उसको जीवनयापनको स्तर हेरौँ के छ त है। अब यसलाई कसरी आइडेन्टिफाई गर्ने भनेपछि चाहिँ निज वा निजको परिवारले उपयोग गरेको आवास, उसको घर कस्तो छ, घरायसी उपभोगका सामानहरू कस्ता छन् है, अनि प्रयोग गर्ने उपकरणहरू, सवारी साधनहरू, छोराछोरीले अध्ययन गर्ने स्कुल कलेजहरू कस्तो छ भन्ने कुरो। जस्तै मानव बोर्डिङ स्कुलमा पढ्छ तर अति कमजोर लेख्यो भने चाहिँ त्यो चित्त बुझ्दो हुँदैन है, त्यसरी फारम आयो भने फेरि फिर्ता आउनु पनि सक्छ। त्यही भएर चाहिँ जे छ यथार्थ लेख्यो भने चाहिँ अलि सजिलो हुन्छ काम गर्न र काम पनि छिटो पर्छ। र मानव उसको जीवनयापनको स्तर मध्यम छ भनेपछि उसले पाउने भयो 3 अङ्क पाउने भयो। ओके, र यसरी चाहिँ 3 अङ्क पायो। अब हेरौँ 2 नम्बरमा जाउँ। 2 नम्बरमा उसको बसोबासको स्थिति हेर्नुपर्छ हामीले। बसोबासको स्थिति गर्दाखेरि ऊ स्थायी बसोबास वा आबाद कमत गरेको व्यक्ति हो अथवा परिवार हो कि अस्थायी वा मौसमी आबाद कमत गरेको है, खेतीपाती गर्न आउने केही महिना बस्ने फेरि जाने खाले हो कि अथवा आफ्नो जग्गा उसले किनेको अथवा उसले पहिल्यैदेखि हकबुक गर्दै आएको तर पछि आएर चाहिँ अन्य व्यक्ति मार्फत चाहिँ आबाद कमत गर्न दिएको हो कि भन्ने कुरो हुन्छ। त्यसमा ऊ आफै बसेको छ भने चाहिँ 1 पाउँछ, अस्थायी वा मौसमी आबाद कमत गर्छ भने उसले 7 पाउँछ र अन्य व्यक्ति मार्फत उसले आबाद कमत गर्छ भने 15 पाउँछ। त्यसपछि अब हाम्रोको लागि चाहिँ सोचौँ, अब त होटल व्यवसाय हो त्यो त्यहीँ बस्छ, त्यो कारणले उसलाई 1 अङ्क दिइयो अरे मानौँ। ओके, यो बसोबासको स्थिति पनि पत्ता लाग्यो। अब मानौँ जग्गाको प्रकृति हेरौँ। उस मान्छेले चाहिँ भोग चलनको गरेको जग्गा कस्तो छ भनेर एकचोटि हेरौँ। जस्तै ऊ आबाद लायक ऐलानी जग्गामा बस्छ भने उसले 1 अङ्क पाउँछ, उसले पर्थी नदी उकास लगायतका सरकारी जग्गा पाउँछ भनेपछि 3 पाउँछ। अनि वन क्षेत्र जनिएको भए तापनि हाल आबाद भएको जग्गा भनेर चाहिँ उसले 5 अङ्क पाउँछ। कति पाउँछ 5 अङ्क। र मानौँ त्यो जमिन जुन हाम्रो इमेजिन गरिरहेको व्यक्ति स्वाभाविकमा त्यो वन क्षेत्र जनिएकोमा बसेको रहेछ अरे भनेपछि उसले कति पाउने भयो 5 अङ्क पाउने भयो भनेपछि जग्गाको प्रकृति भने यसरी हुने भयो। त्यसपछि अब क्षेत्रफलको कुरा गरौँ। उसले लगभग तपाईँको 500 वर्ग मिटर जति जग्गा हकबुक गरेको के अरे आबाद कमन गरिरहेको छ अरे भनेपछि निज वा निजको परिवारले भोगचलन गरेको जग्गाको आवास वा कृषि प्रकृति र सो जग्गाले क्षेत्रफलको आधारमा दुवै क्षेत्रमा भोगचलनको गरेको भए जुन क्षेत्रको आधारमा बढी अङ्क हुन्छ सोही ठाउँ चाहिँ हुने भनेको छ। जस्तै अहिले मानौँ ऊ आवासीय क्षेत्रमा मात्रै बसेको छ आवास परियोजनाको लागि र ऊ कुनै गाउँपालिकामा बसिरहेको छ अरे अथवा नगरपालिकामै बसेको छ भनौँ है, र उसको जमिन छ भनेपछि 500 वर्ग मिटर छ जति छ भनेपछि हेरौँ है त ऊ नगरपालिकाको सहरी क्षेत्रमै बसेको छ है। जस्तो तपाईँले इक्जाममा लिन सक्नुहुन्छ लम्कीतिरको जमिनहरू मेन सहर क्षेत्र नै हो, दाङको भालुवाङतिरको पूर्वतिर पनि यस्तै धेरै जग्गाहरू छन् त्यसमा बसेको छ अरे। उसको जमिन भनेको 500 वर्ग मिटर छ अरे भनेपछि हेर्नुहोस् त नगरपालिकाको सहरी क्षेत्रमा भनेको छ अरे। अहिले गएर हामी मानौँ त्यो मान्छे नगरपालिकाको सहरी क्षेत्रमा बसेको छ भनेपछि उसले कति अङ्क प्राप्त गर्ने भयो हेर्नुहोस् त। यसमा 130 वर्ग मिटरभन्दा माथि भएपछि सबै के हुने भयो 15 अङ्क उसले पाउने भयो। के छ 15 अङ्क चाहिँ उसले पाउने भयो। ओके, अब त्यसपछि हेरौँ अब अर्को इन्डिकेटरमा जाउँ हामी बसोबासको मूल्याङ्कन हेरौँ जसमा चाहिँ ऊ व्यक्ति जग्गामा निज वा निजको परिवारको वर्तमानको बसोबास र आबाद कमातको स्थलगत वस्तु स्थितिको आधारमा चाहिँ हामीले हेर्नुपर्छ। अब ऊ चाहिँ अब होटल खोलेको मान्छे हो, हेरौँ खेतीपाती समेतको बसोबास भएन, घरबासको मात्र पनि भएन, खेतीपाती मात्र पनि भएन, व्यावसायिक उपयोग भयो भनेपछि 7 अङ्क उसले पाउने भयो। यदि बाँझो भएको भए 10 अङ्क पाउँथ्यो भनेपछि यसरी हामीले बसोबासको मूल्याङ्कन पनि हामीले गऱ्यौँ। अब आबाद कमतको कुरा हेरौँ। अब आबाद कमतको कुरामा हेरौँ। अब मानव मैले अघि पनि भनेको थिएँ 20 वर्षदेखि बसोबास गर्दै आएको छ अरे। 20 वर्षदेखि बसोबास गर्दै आएको छ भनेपछि अब हेर्नु त ऊ 40 वर्षभन्दा बढी बसेको छ भने 0 अङ्क पायो, 26 देखि 39 वर्षसम्म बसेको छ भने 2 अङ्क पायो, 17 देखि 25 वर्ष बसेको छ भने उसले के छ 5 अङ्क पायो। हाम्रो इक्जाम्पलमा लिएको उदाहरणमा लिएको पनि के छ 20 देखि 20 वर्षदेखि बस्दै आएको छ भनेर हामीले एज्युम गरेको छ भनेपछि उसले 5 अङ्क पायो अरे। अब त्यसपछि हेर्नु अन्यत्र जग्गा भएको नभएको भनेर भनेको थिएँ। अब उसँग थियो मानौँ
तराईतिर आवासीय क्षेत्रको लागि अथवा घरगढीको लागि चाहिँ उसँग 500 वर्गमिटर जग्गा थियो अरे, पहाडमा चाहिँ 7000 वर्गमिटरको जग्गा थियो अरे। यदि उसँग घर जग्गाको लागि यति मात्रै जग्गा थियो भने त्यही अनुसारको ऱ्याङ्किङ हुन्थ्यो। खेतपाखो पनि त्यही अनुसार भएपछि त्यही अनुसारको अङ्क पाउँथ्यो। तर हाम्रो जुन व्यक्ति छ उसँग त तराईमा पनि जग्गा छ, पहाडमा पनि जग्गा छ अरे। त्यस्तो केसमा चाहिँ के छ भन्दाखेरि जति क्षेत्रफल भए पनि दुवै किसिमको जग्गा भएकोमा चाहिँ के हुन्छ 15 अङ्क चाहिँ के छ मार्किङ गरिन्छ। अब यसमा चाहिँ हेर्नुहोस् हामीले एज्युम गरे अनुसारको हो है। यसमा थोरै धेरै पनि हुनसक्छ, विवरण चाहिँ सकेसम्म नलुकाउनु होला, पछि देखियो भने जनावर लफडा हुनसक्छ। त्यो कारणले जे छ यथार्थ दिनुलाई त्यही बमोजिम तपाईँको मूल्याङ्कन हुन्छ। त्यसपछि हेरौँ, अब हेरौँ हामीले यहाँसम्म गऱ्यो। अब यो चाहिँ वर्गीकरण गर्न पर्यो, उसले कति अङ्क प्राप्त गर्छ सोही बमोजिम चाहिँ हामीले ऊ कुन वर्गको अव्यवस्थित बसोबासी हो भनेर हामीले चाहिँ पत्ता लगाउँछौँ। ओके, ल अब जोडौँ है त हामीले। ल सुरुमा उसले पायो 5 अङ्क, ओके त्यो जोडौँ। त्यसपछि 12 अङ्क पायो, जोडेर 17 भयो, प्लस 3 भयो, जोडेर 20 भयो। त्यसपछि प्लस 1 भयो, जोडेर तपाईँको 21 भयो। त्यसपछि प्लस 5 भयो, जोडेर 26, फेरि प्लस 15 भयो, जोडेर 41, त्यसै गरी चाहिँ प्लस 7 भयो, जोडेर 48 भयो, फेरि प्लस 5 भयो, जोडेर 53 भयो। र अन्यत्र जग्गा भएको हकमा उसँग दुवै ठाउँमा थियो, त्यहाँदेखि प्लस 15 भएपछि उसँग के छ टोटलमा 68 अङ्कभार चाहिँ उसले पायो। कति पायो? 68 अङ्कभार उसले पायो। ओके, ल अब हेरौँ है त 68 अङ्क लियो भने चाहिँ ऊ कुन वर्गीकरणको अव्यवस्थित बसोबासी भयो भनेर हेरौँ। अब जहाँ हेरौँ हामीले, अब उसले 68 पायो भने चाहिँ यो ऱ्याङ्किङमा आयो, ऊ ख वर्गको चाहिँ के भयो अव्यवस्थित बसोबासी भयो भनेर उसको वर्गीकरण गरियो। के गरियो? वर्गीकरण गरियो। अब हेरौँ है त के छ। अब हेरौँ ऊ ख वर्गमा पऱ्यो। अब ख वर्गकोमा चाहिँ ऊ के हुन्छ भन्दाखेरि चाहिँ हेरौँ, अब उसको लागि दोस्रो निर्धारण गर्नु पऱ्यो। अब ऊ ख वर्गको हो भनेपछि हेरौँ त उसको अव्यवस्थित बसोबासीको वर्गको आधारमा उसले कति अङ्कभार प्राप्त गर्यो। ख भएपछि 72 यहाँ अङ्क प्राप्त गर्यो। त्यसपछि अब हेरौँ, उसले 500 वर्गमिटर जग्गा चाहिँ हकभोग गरिरहेको थियो, ऊ चाहिँ बसोबासी अथवा व्यवसाय गर्नुको लागि थियो भने चाहिँ 500 वर्गमिटर यहाँ हुने भयो। ओके, 500 वर्गमिटर यहाँ आउने भयो भनेपछि यो केसमा उसको अङ्कभार चाहिँ कति आउने भयो? 5 अङ्कभार आउने भयो। हेर्नु है त 5 अङ्कभार आउने भयो। अब हेरौँ त्यसपछि अब जग्गाको न्यूनतम मूल्याङ्कन गरौँ। मानौँ त्यो ठाउँमा प्रति वर्गमिटर उसको चाहिँ के छ भने चाहिँ 3500 रुपियाँ छ। 3500 वर्गमिटर थियो भनेपछि उसँग 500 वर्गमिटर थियो, 17,50,000 रुपियाँ चाहिँ उसको जग्गाको मूल्याङ्कन आयो। ल हेरौँ त जग्गाको मूल्याङ्कन कति आउने भयो? 17,50,000 आयो। ल हेरौँ त अब यसको जग्गाको न्यूनतम मूल्याङ्कन र अङ्कभार हेरौँ कति हुने भयो? 10 लाखभन्दा माथि र रु 20 लाखभन्दा के छ तल हुने भयो भनेपछि 2 अङ्क भार उसले प्राप्त गरेको। त्यसपछि बाटोको पहुँच हेरौँ, बाटो छ कि छैन, गोरेटो बाटो छ कि, कच्ची मोटर बाटो छ कि, ग्राभेल बाटो छ कि, अनि पक्की सडक 6 मिटर छ कि, पक्की सडक 6 मिटरदेखि 8 मिटरसम्मको छ कि, पक्की सडक 8 मिटरभन्दा बढी छ कि, राजमार्ग हो भनेर छ। अब हामीले अघि नै इक्जाम्पलमा लिएको थियो त्यो राजमार्गमै थियो। ऊ राजमार्गमा भएको कारणले के छ उसको 18 अङ्कभार पाउने भयो। र 18 अङ्कभार पाइसकेपछि अब हेरौँ, अब फेरि अर्को इन्डिकेटरमा हेरौँ, जग्गा रहेको स्थान हेरौँ र अङ्कभार हेरौँ। गाउँपालिकाको ग्रामीण क्षेत्र भएपछि चाहिँ 1 अङ्क, गाउँपालिकाको सहरोन्मुख क्षेत्र भएपछि 3 अङ्क, अनि पछि गाउँपालिकाको सहरी क्षेत्र भएपछि 5 अङ्क, गाउँपालिकाको केन्द्र रहेको भए 7 अङ्क, नगरपालिकाको ग्रामीण क्षेत्र भएपछि 5 अङ्क, नगरपालिकाको सहर उन्मुख क्षेत्र भएपछि 7 अङ्क, र नगरपालिकाको सहरी क्षेत्र भएपछि 12 अङ्क, काठमाडौँ उपत्यका भएपछि 15 अङ्क हुने थियो। अब हेरौँ, हामीले अघि न त भनेको थियौँ अब राजमार्गमा सहर उन्मुख क्षेत्र भनेर भनेको थियो, त्यो कारणले हामीले 7 अङ्क चाहिँ हामीले यहाँ पाउने भयो। अब हामी के गर्छौँ भनेपछि अब यहाँदेखि निकालेको अङ्कहरू जोड्नेछौँ भनेपछि कति नि भयो? 72 भयो। ओके, तपाईँको 72 प्लस अर्को अङ्क कति छ? 5 प्लस यहाँ 2 प्लस तपाईँको यसमा 18 प्लस
7 भनेपछि 104 आयो। टोटलमा कति आयो? जोड गरेपछि कति आउने भयो? 107 अङ्कभार आउने भयो। अब यो 107 अङ्कभारले के भन्छ भनेपछि त्यो व्यक्तिले 107 अङ्कभार भनेपछि 107% चाहिँ उसले चाहिँ के छ जग्गाको मूल्य तिर्नु पर्यो। र 107 मूल्य भनेको 107% कुन जग्गाको मूल्य हो? उसको जग्गाको न्यूनतम मूल्याङ्कन हो। र जग्गाको न्यूनतम मूल्याङ्कन तपाईँले आफ्नो नजिकको मालपोत कार्यालयमा पनि हेर्न सक्नुहुन्छ र मालपोत कार्यालयको सम्बन्धित विभागको वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ। त्यहाँदेखि निकालेर हेर्न सक्नुहुन्छ तपाईँले। र मानौँ अघि हामीले के गरेको थियो? प्रति वर्गमिटर 3500 र 500 वर्गमिटर कति निस्केको थियो भनेपछि 17,50,000 उसको के छ निस्केको थियो न्यूनतम मूल्याङ्कन भनेपछि अब 17,50,000 को 107% रकम चाहिँ के छ उसले तिर्ने भयो। त्यो 17,50,000 भनेपछि उसले चाहिँ अब 18,72,500 रुपैयाँ उसले तिरिसकेपछि बल्ल उसले चाहिँ के छ आफ्नो नाममा जग्गा लिन पाउने हो। र यसरी चाहिँ हाम्रो अव्यवस्थित बसोबासीको चाहिँ जग्गाको रासो निकाल्ने प्रक्रिया छ, दस्तुर निर्धारण पनि भनौँ। र यो दस्तुर चाहिँ जिल्ला समिति मार्फत सूचना निस्केर दर्ता गर्न आउनको लागि उसले सूचना निकालेपछि तपाईँले यो पैसा जम्मा गरेर उसको भाउचर र वडाको सिफारिस लगेर सम्बन्धित जिल्ला समितिमा दिएपछि जग्गा दर्ताको प्रक्रिया अगाडि बढेर तपाईँले हातमा लाल पूर्जा पाउनुहुनेछ। धन्यवाद।